आफ्नो हरेक विचारहरू सोचहरूप्रति सजग हुनुहोस्, किनकि त्यो विचारहरू ऊर्जा हुन्। त्यो हामी जुन कुरा सोच्छौँ नि, त्यो सोच मात्र होइन, त्यो एनर्जी हो एउटा। त्यही एनर्जी भएको भएर त सोचेर मात्रै हामी स्ट्रेस फिल गर्छौँ, तनाव फिल गर्छौँ, हाम्रो टाउको दुख्छ हैन, बिमारी हुन्छ, डिप्रेसन हुन्छ, किनकि त्यो सोच भनेको एनर्जी हो। सोच मात्र शब्द मात्र भएको भए त्यसले हामीलाई फरक पार्दैनथ्यो नि। त्यो सोच भनेको एनर्जी हो। त्यसकारण नेगेटिभ थटहरू, नेगेटिभ सोचहरू, विचारहरू भनेको के हुन्? जसले हाम्रो एनर्जीलाई ड्रेन गरिदिन्छ। हाम्रो शरीर, हामी राति सुत्छौँ हैन, अनि हाम्रो शरीर रिचार्ज हुन्छ, चार्ज हुन्छ, 100% हामी फुल गरेर बिहान उठ्छौँ हैन। अब हाम्रो सोच, हाम्रो विचारहरू कस्तो आयो त? यदि तपाईको माइन्डमा नेगेटिभ थटहरू आइरहेको छन् भने त्यो नेगेटिभ थटहरूले तपाईको त्यो ब्याट्रीलाई, तपाईको चार्जलाई छिटो खतम गरिदिन्छन्। नेगेटिभ एनर्जी भनेको त्यस्तो हुन्छ। नेगेटिभ विचारहरू भनेको, नेगेटिभ विचारहरूले हाम्रो एनर्जी पुरा खतम गरिदिन्छ। अब तपाईले त्यो एनर्जी पुनः भर्नको लागि फेरि चार्ज गर्नुपर्छ। त्यसकारण विचारहरूप्रति एकदम सजग हुनुहोस्।